महासचिवले धेरै कुरा राखिसक्नुभयो। म आदरणीय सम्पूर्ण युवा साथीहरूलाई अनुरोध गर्न चाहन्छु, आज हामीले जुन नारा लगाइरहेका छौँ, जुन नारा देश जोगाउनको निम्ति, राष्ट्र जोगाउनको निम्ति अब हामी सचेत युवाहरू एक ठाउँ उभिएर सङ्गठित भएर अगाडि बढ्नुपर्छ भन्ने पनि यो हाम्रो सन्देश हो। विभिन्न नाममा यो देशलाई चेन्जी आन्दोलन भनेर, चेन्जी विद्रोह भनेर जसरी हाम्रा युवाहरूलाई गलत ठाउँमा लगाएर आतङ्ककारी गतिविधिबाट यो देशलाई ध्वस्त बनाउने गतिविधि भयो, जसले आज यो देशको सिंहदरबार अस्तव्यस्त भयो, यो देशको संसद भवनहरू अस्तव्यस्त भयो। रान्तीमा लागेर वर्षौंदेखि रान्तीमा लागेर यो देशको निम्ति लागेका छिलनेल बसेका नेताहरूको घर जलाइए, खोजी खोजी नेताहरूलाई कुटिए। यस्तो खालको गलत प्रवृत्तिमा हाम्रा नेपाली युवा आमा बुवा तथा दाजुभाइ दिदीबहिनीहरूलाई गलत कुराको, गलत प्रवृत्तिको निम्ति विदेशी दलालहरूले युवाहरूलाई विभिन्न अमेरिकन काउन्सिलको नाममा, विभिन्न सस्तो लोकप्रियताको नाममा यो खालको आन्दोलन हाम्रो देशमा सुरुवात गर्यो। मलाई लाग्छ हामी यो देशकै निम्ति, यो माटोकै निम्ति लड्ने, राष्ट्रियताको निम्ति लड्ने, यो देशको विकासको निम्ति लागिरहने हाम्रा पार्टीका श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीलाई कमजोर बनायो भने, नेकपा एमालेलाई कमजोर बनायो भने, पुरानो राजनीतिक दलहरूलाई कमजोर बनायो भने मात्रै यो विदेशी दलालहरूले यो देश एउटा खेलमेलो गर्ने ठाउँ, यो एउटा प्रयोग गर्ने प्रयोगशाला जस्तो ठाउँ बनाउन सकिन्छ भन्ने हिसाबले आज हाम्रो देशलाई विदेशी एजेन्टहरूले राजनीतिक दल चलाइरहेका छन्, एउटा जनप्रतिनिधिलाई चलाइरहेका छन्, एउटा व्यक्तिलाई चलाइरहेका छन्। हामी आम युवाहरूले यो चिजलाई बुझ्न जरुरी छ। आज नागरिक सरकारको रूपमा सुशीला कार्की प्रधानमन्त्रीको रूपमा काम गरिरहँदा उसले यो निर्वाचन सफल गर्ने भन्दा पनि आज हिजोका दिनमा हाम्रा मानव जम्मा गरेर, मकै आलु पोलेर जम्मा पारेका सहकारीमा जम्मा गरेर, सहकारी ठग जो जघन्य अपराध गरेका, फौजदारी अभियोग लागेका रवि लामिछानेको मुद्दा फिर्ता लिने र अरू त्यस्तै ठुला ठुला गतिविधिहरूको सेटिङ गर्ने। एनसीएलको समय अवधि सकिएको छ, उसले नेपाल सरकारलाई अब बुझाउनु पर्ने छ एनसीएल कम्पनीले। तर त्यो एनसीएल कम्पनीको त्यो सम्झौतालाई पनि राज्यलाई हुने सुविधाबाट वञ्चित गराउनका निम्ति यो सुशीला कार्की सरकार सेटिङ गरेर अझै 10-20 वर्ष अर्को एउटा कम्पनीको नाममा दर्ता गरेर नेपाली जनतालाई ठग्न खोजिरहेका छन्। हामीले हेर्यौं नागरिक सरकारको नाममा भएको कुलबानले गरेका भ्रष्टाचारहरू सार्वजनिक हुने डरले, जनताको बीचमा आउने डरले उनले राजीनामा दिएर भागेको छ। आज जनताको बीचमा कुलबान घिसिङले जवाब दिनुपर्ने छ। त्यसै गरी मैले सुनेको छु अरू मन्त्रीहरूले नै राजीनामा दिँदैछन् रे। नागरिक सरकारको रूपमा काम गरेका जुन सरकारले पनि जनतालाई ठग्ने र जनतालाई ठगिने काम गरिएको छ। एउटा खेलकुद मन्त्रीको रूपमा पनि त्यसरी बुझेको छ। अमेरिका जानकै निम्ति उनले मन्त्री भएको हामीले बुझेका छौँ। यसरी यो देशलाई ठग्ने र यो देशलाई अस्तव्यस्त बनाउने नवयुवाहरूलाई फेरि पनि गलत काममा लाउने प्रवृत्ति आज यो देशमा भइरहेको छ। यसको निम्ति हामी सबै युवाहरू एकजुट हुन जरुरी छ। नेकपा एमाले एकजुट भएर अगाडि बढ्छ। हामी यो निर्वाचनको तयारीमा पनि छौँ र सँगसँगै सडक आन्दोलनको निम्ति पनि हामी सँगसँगै छौँ। हामीले भनेका छौँ निर्वाचन यो सरकारले गर्छन् भने हामी निर्वाचन र लोकतान्त्रिक विधिमा जुन ठाउँमा पनि हामी उभिन तयार छौँ। आज मैले सुने बालेन शाह भन्ने एउटा काठमाडौँको झुक्किएर भएको मेयरले झापा 5बाट केपी ओलीसँग चुनाव लड्छ अरे भन्ने सुने। उहाँलाई झापामा स्वागत छ। तपाईँ प्रधानमन्त्रीको नाममा चाहिँ प्रचार गरिरहँदा तपाईँको जमानत जमत भयो भने तपाईँ निराश भएर डोरी लाउने बाटोमा नपुग्नुहोस्। मैले सबै युवाहरूलाई अनुरोध गर्न चाहन्छु, यो देशको स्थिरता र यो देशको संविधानलाई रक्षा गर्नको निम्ति, यो देशलाई विकास निर्माणको बाटोमा लानको निम्ति पनि हामी नेकपा एमालेलाई फेरि पनि यो निर्वाचनमा पहिलो पार्टी बनाउन जरुरी छ। र हामी सबै आम युवाहरू र राष्ट्रिय युवा सङ्घ नेपालले यो देशको संविधान रक्षाको निम्ति, संघीय लोकतान्त्रिक गणतन्त्रलाई व्यवस्थित गर्नको निम्ति हामी बलिदान दिन पनि तयार छौँ। तर यो देशलाई विदेशी तत्त्वहरूले चलखेल गरेको र सिक्किमीकरण र बङ्गलादेशीकरण गरेको हामी देख्न सक्दैनौँ। त्यसैले आज सबै मिडियाको साथीहरूको बिचमा पनि भन्न चाहन्छु, आज हामीले सिम्बोलिक रूपमा यो भनेका छौँ, फौजदारी मुद्दा लागेका, सम्पत्ति शुद्धिकरण मुद्दा लागेका यस्ता व्यक्तिहरूलाई मुद्दा फिर्ता लिने यस्ता खालका सरकारले गतिविधि गरिरहेका छन्। एनसेल जस्ता ठुला कम्पनीहरूबाट सेटिङ गरेर प्रचार गर्ने काम गरिरहेका छन्। यी सबै कुरा
गरेनन् भने, यी सबै कुराहरू बन्द गरेनन् भने हामी यो देशमा निर्वाचन सँगसँगै सडकमा आन्दोलन बाध्य भएर सुशीला कार्कीको सरकारलाई पनि हामी बालुवाटारबाटै घिसार्नु पर्ने बाध्यता पनि हाम्रो हुन सक्छ। त्यसैले सबै युवा साथीहरूलाई अनुरोध गर्न चाहन्छु, आज हाम्रो सुरुवात मात्रै हो, यो कास्टिङ मात्रै हो। राष्ट्रिय युवा सङ्घ नेपालले देशभरिबाट यस्तो खालको आन्दोलनहरू सुरुवात गर्नेछ, अगाडि बढ्नेछ। यो देश जोगाउनका निम्ति र यो पार्टीलाई बलियो बनाउनको निम्ति हामी सधैँ सडकमा रहिरहनेछु भन्ने कुरा पनि राख्दै म सबै साथीहरू यहाँ उपस्थित आउनुभयो, सबै साथीहरूलाई हार्दिक धन्यवाद दिँदै